ल म चाहिँ रेणुकालाई लिएर आइसके वेलकम होम डियर तिम्रो ब्याग पनि बोक्दैन भन्छ फेरि अहिले यहाँ मोबाइल बोक्नमा बिजी भए म बोक्छु छोड न एउटा हातले पनि बोक्नु सकिहाल्छु नि के खालको कुरो गरेको खोइ त सासूलाई ढोगेको ला घरमा बस्दाखेरि पो हुँदैन त धेरै दिनपछि बाहिरबाट आउँदा त ढोग्नुपर्छ त ला म त्यहाँबाट आँखा यसो गरेको यसो गरिरहेछ ढोग्नु लगा भनेर खुट्टा यस्तो 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 औलाले यस्तो यस्तो गरिरहेछ औला यस्तो 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 गरिरहेछ मलाई सिग्नेचर दिइरहेछ लासो गर लासो गर न पुतली तँ पनि त धेरै दिन भएछ आन्टीलाई खै त ढोगेको त्यस्तो हुन्छ तिमी जाँदैछौ नि विदेश होइन ल हेर यहाँ तिम्रो लागि के किनेर ल्याएको छु मैले स्पेसल आज पुरा न्युरोल गरेर लो तिम्रो लागि गिफ्ट ल्याएको छु मैले खोल ओइ के भयो यो त मेरो भुटानी कपडा हो त यो कपडा पनि लाउनु नजानेर यत्तिकै छ यो बिहेको कपडा तिम्रो भुटानी कपडा यो चाहिँ खोल के गिफ्ट तिम्रो लागि हेर यहाँ के ल्याएको छु मैले त्यो गिफ्ट खोलेर हाल्ने ब्याग खाली गर्नु पर्न पहिला आज दिनभरि सपिङ गरेर आएको उहाँबाट न्यु रोडबाट चाहिने कुरा त अब भन्ने बेलामा भेट्नु पर्यो नि हतारमा लतार दुईटा सक्सको झोला त्यो चस्मा दुईटा रश्मिलाई एउटा तिमीलाई एउटा तर तिमीहरूलाई चुज गर्नलाई छ यहाँ तिनवटा छ तिनवटाबाट दुईटा चुज गर्ने अथवा तिनटै मन पर्यो भने तिनटै राख्ने यो चाहिँ 6वटा टी सर्ट हो यो चाहिँ राजु दाईकोबाट अनिता बस्नेतले मगाएको रे कसको टी सर्ट हो यो थाहा भएन मलाई भारी पकाइदियो अनि यो तिमीलाई पावर ब्याङ्क एउटा एयरपोर्ट अनि के को ल्याउनु पर्ने गोठको ल्याउनु पर्ने बोट ल्यायो त्यति त अरू के चाहियो ए बा अब त तिमी यो त यस्तो हो यसलाई त नि यता हेर न यसलाई चारो हालेको भन्छ क्या नेपालबाट जाँदाखेरि अब यतिको मैले 4-5वटा गिफ्ट हानेपछि थाइल्यान्डबाट यसरी आउँछ त्यो यो त चारो हालेको भन्छ यसलाई यसरी दिने यसरी लिने थाइल्यान्डको माल खाएर जाऊ भने खाने हो भात खाने त अनि एन्फामा खानु पाउँदैन भात अघि नै आउने बेलामा म भात खाने हो भने भए त म त्यो अनुसारले साग सब्जी सब मिलाएर बनाउँथेँ अब त ऊ छ आलु र सोयाबिन खाने भने खाऊ आलु सोयाबिन मिठाई छ मैले भन्न खोजेको चाहिँ त्यस्तो कुन चस्मा मन परेर चाँडो तिनटै हेर तिमीलाई जुन मन पर्यो त्यो लिएर म फोन गर्छु न अब सरुको हातमा पठाइदेन ल म भर्खर त्यो एउटा हेरेको एउटा ट्राई अब अर्को गर्नु मलाई मन परेको अरू थियो क्या अब के गर्नु तिमीलाई र तिम्रो र रञ्जनको चोइस एउटै हुन गयो नत्र त 6-7वटा ल्याउनु खोजेको थिएँ मैले अरू हेरेको थिएँ मलाई चाहिँ मन परेको तपाईँले त कस्तो त्यो सेम तपाईँको त्यो जोन चामिङ राई भने जस्तै हेरेको खै अब कस्तो यो राम्रो छ एउटा तर लेखेको छ रञ्जनले भन्थे भाउजूलाई यही मनपर्छ होला पक्कै भनेर भन्थ्यो राम्रो छ नि त राम्रो छ त खै म केटीको चिज चिन्दैन रहेछ भन्ने कुरा अब यहीँबाट थाहा भइसक्यो मैले राम्रो छ हो अनि मेरो टेस्ट तिमीहरूको टेस्टै फरक छ क्या अब रञ्जनले यही मन पराउँछ होला भाउजूले भन्थे त्यो टेस्ट अलग भन्दाले पनि छोरी मान्छेलाई के मनपर्छ भन्ने कुरा मलाई हेक्का भएन जानकारी भएन क्या त्यो बन्द गर्नु कुनले सोया भन्नु कुनले सोया भन्नु के बन्द गर्नु कुनले सोदैन झन्कालो बाटो त्यही पनि अर्को पनि छ त अप्सन 3टा छ त यो भयो हैन एउटा हेर्न न रश्मिको चाहिँ कस्तो छ ल भन त एउटा यो भयो टेस्ट दुईटा भयो हैन देखिरह होला नि देखिरहेछ ल्याइदिनु पनि छ
यो भएन र त्यो भएन खै देखाउ त खै त्यही लिन्छ भन्थ्यो रञ्जनले हो यो चाहिँ लिन्छ भन्थ्यो रञ्जनले जस्तो लागेको थियो मलाई पातलोवाला खोजेको छ अरे तिमीले भन्थ्यो अब मैले के भने अस्तिदेखि मैले तिमीलाई भनिराखेको छु लाउने कुरामा के हो कसो हो ट्याक्क लाउने फुत्त हिँड्ने हो क्या मलाई कालो छ कि अन्ध्यारो देखे के उज्यालो भएको भए तपाईँ मलाई भन्नु पर्दैन थियो अन्ध्यारो हो कि यहाँ ल लाएर हेर्नु एकचोटि देखेन लगाएको भने देखेपछि सुहाउने नसुहाउने छुट्टिने भनेको म फोटो खिचिदिन्छु ल पख म तिनटेको फोटो खिचिदिन्छु नि हेर ल त्यसपछि त अँध्यारो देखाउँदैन नि त ल तिमीलाई अँध्यारो भएर मैले देखाउनु पर्ने भयो मोबाइलमा होइन ल कुन ल भन तिमीले कुन लिने भयो तिमी उयो दुइटा लिने तिमी चाहिँ त्यो दुइटा राख्ने यो र वर्षा र गुच्ची आमा लो 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 चाँडो गरौँ 7:11 खाना नि खाने भन्छ अनि चाँडो छिर्नु पर्ने लेट भइसक्यो नि त चाँडो गर गाइज त्यो किनिदिएको होइन त्यो त्यसमै आउँछ सेटमै आउँछ त्यो एउटा यो थियो कि मसँग कसको हो थाहा छैन तर मेरै होला नि पहिलाको होला लिएर जाउँ न कुन चाहिँ हुन्छ त्यही लिएर जाउँ न ल गाइस अब रेणुका चाहिँ प्याकिङ स्याकिङ अलमोस्ट सकिसक्यो उसको अब तल हल्का खाना खान्छ अनि उसलाई यसो टिका सिका लगाएर अन्डा सन्डा खुवाइदिएर उसलाई एन्था पुऱ्याउन जान्छु ओ माया यता हेर न अनि केही मेसेज मेरो स्पेसल मेरो भ्युवर्सहरूलाई त्यो होइन तिमी एज अ प्लेयर अब राष्ट्रलाई अब ऊ गर्नु हिँडेको मान्छे होइन एज अ प्लेयर भन्न भनेको क्या मेरो भ्युवर्सलाई हुन्छ नि त अब सपोर्ट गरिदिनु सबैजनाले नेपाली फुटबललाई माया गरिदिनु चेप्रे नघसिकन बोल न आफ्नो रियल भोइसमा माया गरिदिनु सपोर्ट गरिदिनु फर्स्ट म्याच चाहिँ लाइभ हुँदैन सेकेन्ड म्याच चाहिँ लाइभ आउँछ लाइभ हेर्नु होला इन्जोय गर्नु होला अनि धेरैभन्दा धेरै सपोर्ट गर्नु होला धन्यवाद हो यस्तो भनेको क्या बुढाको भ्लग हेरिदिनु होला अरे मेरो भ्युअर्सलाई भने मैले त बुढाको भ्लग हेरिदिनु होला सधैँभरि लाइक पनि ठोकिदिनु होला लाइक अबि लाइक भनेको कुन औँलाले देखाउ त औँला के पेलकी जस्तै छ त देखाउ त ऊ अनि देखाउ अलि बदल देखाउ न ल सेम केपी ओली बनाएको औँला होइन है गाइज यो उसको औँला यस्तो केपी ओलीको नातिनी केपी बुढाको जस्तै औँला छ ठ्याक्क रेणुकाको औँला चाहिँ डिट्टो मेरो भोलि फेरि बिहान मेरो फाइनल छ फेरि भोलि भ्लग बनाउनु पर्ने छ भोलि जित्नु पर्यो नि 1 ग्लास मात्रै खाने हो क्या भोलि फाइनल म्याच छ फेरि 1 ग्लास खाने तिम्रैबाट खाने हो टमाटर खाने है अब 1 ग्लास खानु भयो मिठो बनाउनु भयो त आज राति भोकै बस्यो भोलि फेरि खेल्न गाह्रो हुन्छ भनेर हो खाना खाँदै पानी खानु हुँदैन मलाई आज एकदम प्यास लागिरहेको के भयो सक्छ त्यस्तो खानु भयो साथीहरू खुवाइदिने भन्नु खोजेको मेरो मुख ठुलो तिम्रो हात सानो अलि ग्लास पनि सानो भयो After a long time. तिमीले खान थालेको म त मलाई खान थालेको
हातमा त ल्याउने होइन नि त अगाडि मुख पनि ल्याउनु पर्यो नि अनि थाहा हुनलाई त हौ टक्क ल पनि भन्छ अनि अब आएर बढ्यो है कि अब तिम्रो क्वान्टिटी होइन अब के खान्छ नि बिहान खाना खाजा होइन मलाई आज खाजा खाएन कि अनि अघि नै भनेको म तिमीलाई खुवाइदिन्थेँ हो त ल हामी त्यहाँ होइन है भातपट्टि के भयो खानु हुन्छ त्यो त तिमीलाई आइसक्रिमहरू पनि नखाऊ भनेको त गेमको बेलामा पनि गर्दो रहेछ मलाई खबर होइन के गर्दो रहेछ मारे खाऊ के खाऊ नाटक नपाएर क्या भयो भोकै आयो घरको भात मिठै हुन्छ Hello guys, welcome to my uncle vlog. I am Bhute. सबैजनाले अगाडि सबैभन्दा लाइक शेयर कमेन्ट सब्सक्राइब यति चारवटा कुरा गरिदिनु होला भोलि चाहिँ भोलि है भोलि चाहिँ आन्टी गेम खेल्न जाँदै हुनुहुन्छ थाइल्यान्ड अनि आज हामी के गर्ने आज हामी आन्टीलाई टिकटालो लगाएर टिकटालोको अङ्कलसँग गरिदिनु टिकटालो अगाडि नै भन्छ अङ्कलसँग होइन क्या उता एन्फा जानुहुन्छ हामी यहाँबाट बिदाई गर्ने हो नि बिदाई टिका लगाएर के अरे मिठो अन्डा खुवाएर अन्डा खुवाएर पठाइदिने एन्फा त्यसपछि भोलि आन्टी जानुहुन्छ थाइल्यान्ड अनि आन्टीलाई के भन्ने जित सितको लागि यसो राम्रोसँग गेम खेलोस् जितोस् नेपालको नाम राखोस् ऊ त आशिष थाप्नु नसकेर लाजले भुतुकेछ फेरि राम्रोसँग खेलोस् जितोस् नेपालको नाम राखोस् रे पुतली खोइ त पैसा थाइल्यान्डको नेपालको थाइल्यान्डको पैसा साटेर राख्नुपर्छ नि नेपालको ल चाड लगाइदिनु म मन्त्र पढिदिन्छु स्वस्थानी याम ब्रह्मा परनेन्द्र रुद्र मरुत यस्तो नवन्ते देव यस्तो वेर्दै साङ पदक्रम उपनिषद्गान्ध्यम समागत हैन बसति तदगते नामनसा पसैन्दे यज्ञ शान्तन विदुसुरासुर गणा देवा तस्मै नमः श्रीमचन्दन चर्चित जल पुष्कलामर मल्लिका मालालङ्कृत कुण्डला परिविलसन मुक्त बाली शोभित सर्वज्ञान निदान पुस्तकधर रुद्राक्ष मलधर वाग्देवी बदाम मुक्जय दशते मेत्र लोक माता चिरमा मुख करते बाचल पङ्गुलङ्गते गिरिमयते कृपा तमाउँदै परमानन्द माधव नमो भगवते तस्मै व्यास मिताते जसे यसै प्रसाद दशमी नारायण कथा मिमा नारायण नमस्कृत नरसम नर्तम देवी सरस्वती व्यास तत्व जय मुदिर यत पुतली वा म त बाहिरको मात्रै खान्छु म त भित्र खाँदिनँ नि सेतो मात्रै खान्छु उता झारिदेऊ न पहेँलो जति के भन्ने नि खानालाई के हुन्छ त्यो अन्डाले खाऊ म त खान्न म त आज पेट लास्टै फुल भयो छोराले आशिक दियो आमालाई आउँदैन त आशिक हो त मैले अब त्यो त मैले सोच्दाखेरि पनि पढिदिएको यति ल जाउँ अब म पुऱ्याउनु पुतली केही भन्नु छैन आन्टीलाई मुखमा अन्डा छ लु पुतलीलाई त अहिलेदेखि के ल्याइदिएछ भनेर ला के भन्छ मामा चाउचो आन्टीलाई भन्दै केही यसो विशेष केही छैन थाइल्यान्डबाट राम्रो गेम खेलेर थाइल्यान्डबाट राम्रो गिफ्ट ल्याउनु के भन्छ ल भन् न त ल भन् ल भन् ल के भन्छ ल्याए भने के अरे म बाहिर देश थाइल्यान्ड गएर राम्रोसँग गेम खेल्नु नेपालको नाम राख्नु आफ्नो नाम राख्नु ल अहिले त्यस्तो राम्रो भन्दा धन्यवाद भन्नु छैन यार जिस्काइदिने पुतलीलाई यार बाबा आमाको इज्जत
अङ्कलले राख्नु अङ्कलको आज आउनु नरहनु म पुतलीलाई पुतलीले तँलाई रहनु कि नरहनु रे आन्टीले पुतली मेरो भ्युअर्सलाई के भन्ने मेरो युट्युबमा हेर्ने मान्छेहरूलाई क्या जनतालाई के मेरो अङ्कलको भ्लगमा भोटेमा लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला सबैजनाले धेरै धेरै माया छ च्यानल भन न पछि पछि मेरो नि आउँछ च्यालेन्ज च्यानल ल ल मेरो नि आउँछ च्यानल ल ल ल हाम्रो छोरी पनि भोलिपर्सि खेलाडी बन्छ यस्तै आन्टीले जस्तै जित्छ होइन छोरी हाइट नबढेर पो टेन्सन छ त यार ल हिँड्छौँ ल तिम्रो सामान केही छुट्यो भने अहिले सम्झ है फेरि मैले सम्झ्यो भने उहाँ गएर सम्झिन्छु ल जाउँ ल जाउँ ल बाई बाई भन्नु टोली बाइ ए बाई 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 खेल्नु बेस्ट अफ लक बाई के हो रे कतामा भेटौँ ल तर पुरा रहेछ जा आऊ न आऊ आइज आइज न कति बजे अरे फ्लाइट 1:30 को फ्लाइट प्रस्थान आज राति हेर्नु पर्ने भोलि हेर्नु आज राति भएर त जानु परिहाल्छ यति बेला सम्झ है फेरि केही सामान लग्नु पर्ने छोड्नु पर्ने अथवा उतै विदेशकै मान्छेसँग खेल्छ हो त्यही थाइल्यान्डसँग राम्ररी खेल्नु नि फेरि एकचोटि के अरे विदेशकै मान्छेसँग खेल्छ हो अरे के छ मलाई न यतै खेल्छ न उतै खेल्छ आफ्नै खेल्छ यार हेर्दैन होइन पुतली आफै अहिले थाइल्यान्डसँग भन्छ थाइल्यान्ड हो क्या थाइल्यान्ड गेट खोल्दै जाउँ बढी बुढाले थ्याङ्क यू तल सँगसँगै लिएर तल गेटले